साथीहरु नमस्ते। म चाहिँ यो प्रिन्टरमा केही इस्यु छ त्यसलाई रिसल्भ गर्न गइरहेको छु। जस्तै यसमा चाहिँ तपाईहरुले यो प्रिन्ट आउट गर्ने बेला कुनै बेला यसमा चाहिँ लाइन आउँछ। त्यो लाइनलाई कसरी हटाउने म चेक गरिरहेको छु। जस्तै तपाई स्टार्ट बटनमा जानुहुन्छ। स्टार्ट बटनमा तपाई सर्च गर्नुस् कन्ट्रोल प्यानल। स्टार्ट बटन सर्च में जानुहोस्। यसमा चाहिँ यहाँनिर छ कन्ट्रोल। यदि तपाईलाई यहाँ छैन भने तपाई स्टार्ट बटनबाट या सर्चबाट सर्च गर्न सक्नुहुन्छ। कन्ट्रोल प्यानल ओपन गरे। यसमा चाहिँ तपाईले यो क्याटेगोरीमा जानु होला। जस्तै तपाईको नर्मली क्याटेगोरीमै हुन्छ। कहिलेकाहीँ लार्ज आइकनमा यस्तो देखिन्छ। जस्तै यसमा स्मल आइकनमा चाहिँ यो हिसाबमा देखिन्छ र तपाईले थाहा पाउनुहुन्न कुन अप्सनमा गएर मैले प्रिन्टरको लाइनहरु आएको चेक गर्ने, नोजल चेक गर्ने। जस्तै म अहिले क्याटेगोरीमा गए। जाँदाखेरि यहाँ हेर्नुस् हार्डवेयर एन्ड स्क्यान अप्सन छ। यसमा चाहिँ यसको तल दुईवटा अप्सन छ। एउटा एड डिभाइस छ, एउटा चाहिँ भ्यू डिभाइस एन्ड प्रिन्टर भन्ने छ। म चाहिँ भ्यूमा जान्छु। जस्तै तपाईहरुको यहाँ कतिवटा प्रिन्टरहरु तपाईको म कम्प्युटरमा कनेक्सन छ, इन्स्टल छ भनेर यहाँ देखिरहेछ। अहिले चाहिँ मेरो करेन्टली यो छ। यसमा चाहिँ मैले राइट क्लिक गर्छु। राइट क्लिक गरेर प्रिन्टिङ प्रिफरेन्समा गएर भित्र हेर्छु म। पहिला यसको नोजल चेक गर्छु। यसमा चाहिँ तपाईहरु यो मेन्टेनेन्समा जानु होला। मेन्टेनेन्स भित्र चाहिँ तपाईले यो एप्सन L130 हेर्नुस्। एप्सन L130 को प्रिन्टर हो। यसलाई चाहिँ म नोजल चेक गरिरहेको छु। मेरो प्रिन्टरको नोजलमा केही इस्यु आएको छ भनेर मलाई कम्प्लेन्ट आएको छ। अब चाहिँ यो पेपर राखे मैले नर्मली युज पेपर हो। अब चाहिँ म यसमा यहाँ हेर्नुस् नोजल चेक गर्छु। नोजल चेक प्रिन्ट आउट दिए। अब यहाँबाट चाहिँ तपाईको प्रिन्ट आउट निस्किन्छ। अब यसमा चाहिँ मैले हेर्छु है त। अब तपाईहरुलाई यहाँ गाइडलाइन दिएको छ। अगर जस्तै माथिको चाहिँ सबै लाइनहरु बराबर छ भने चाहिँ गुड हो। अगर तलको जस्तो तपाईको कुनै लाइनहरु कट भएको छ, राम्रोसँग छैन भने त्यसलाई चाहिँ यो क्लिनिङ निडेड भनेर देखाएको छ। तपाईले क्लिन गर्नुपर्ने हुन्छ। अब यहाँ म चेक गरौँ है त पेपरमा कस्तो आएको छ। यहाँ हेर्नुस् पेपरमा चाहिँ अरु सबै कलर ठीक छ। ब्ल्याक कलरमा चाहिँ एउटा नोजलको प्रब्लम देखाइरहेको छ। एउटा नोजलले गर्दाखेरि तपाईको प्रिन्ट आउट दिने बेला चाहिँ लाइन आइरहेको थियो। अब म चाहिँ यो नोजललाई क्लियर गर्छु है। यसको लागि तपाईले यहाँ साइडमै हेर्नुस् क्लिन भनेर अप्सन देखाएको छ। यो अप्सनमा क्लिक गर्नुभयो भने तपाईलाई यो अर्को विन्डोज ओपन हुन्छ। यसमा चाहिँ तपाईले स्टार्ट गर्नुस्। अब चाहिँ तपाईको प्रिन्टरको हेड क्लिन हुन सुरु हुन्छ। यसमा चाहिँ तपाईको 10 मिनेट 5 मिनेटदेखि 10 मिनेटसम्म लाग्न सक्छ। वेट गरौँ है त। मैले चाहिँ लगभग 3 मिनेट वेट गरे है। यसमा चाहिँ अलि छिटो भयो। प्रब्लम एक ठाउँमा मात्र भएर होला। अलि छिटो नै प्रोसेसिङ भइसक्यो। नर्मली चाहिँ तपाईको कहिलेकाहीँ धेरै पनि टाइम लगाउने हुन्छ। अब चाहिँ म फेरि नोजल चेक गर्छु। जस्तै यतातिर प्रिन्ट भइसकेको छ। अब म तपाईलाई अर्को साइड हालेर देखाउँछु। अब यो हेर्नुस् यो खाली छ। अब यो साइडमा प्रिन्ट आउट आउँछ। जस्तै अब यहीँनिर देखाएको छ तपाईलाई प्रिन्ट नोजल चेक प्याटर्न भनेर देखाएको छ। क्लिक गर्नुहोस्। अब तपाईको यहाँ चाहिँ प्रिन्ट सुरु गरे। अब यहाँबाट चाहिँ तपाईको प्रिन्ट आउट आउँछ। अब नोजल चाहिँ कति क्लिन भयो अहिले थाहा हुन्छ। यहाँ भित्र प्रिन्ट आउट यसरी भइरहेको छ।
ल हेर्नुस् है त अहिले चाहिँ कस्तो रिजल्ट आयो हेरौँ। हेर्नुस् अहिले के छ, एकदम सबै लाइनहरु एकदम सिधा छ, कुनै पनि लाइन काटेको छैन। पहिला चाहिँ हाम्रो कस्तो थियो, यसमा चाहिँ लाइन काटेको थियो, त्यो एउटा काटेको लाइन र अलि बाङ्गो भएको लाइनहरु चाहिँ अहिले सिधा भएको छ। यसरी चाहिँ तपाईले एप्सन L130 प्रिन्टरको नोजलहरु क्लिन गर्न सक्नुहुन्छ। सकियो, अब यसलाई क्लोज गरिदिनुस्। धन्यवाद।